फागुन 1 गते विजया एकादशी परेछ बुढा। अब के खानी क्या? शुक्रबारको दिन पनि परेछ। अब फलफुल यतिले त के पुग्थ्यो मलाई? काजु किसमिस दुध घिउ सबै कुरो हिजोदेखि व्यवस्था गरिदिनु भनेको होइन बुढा। यति फलफुलले म खानु कि हेर्नु कि के गर्नु? त्यस्तो पनि जाडो दिन भएको छ, धाममा धुममा भइरहेछ। यस्तो जाडो दिनमा त तातो कुरा पो मिठो हुन्छ त। यस्तो चिसो फलफुल त के गर्नु? कामै छैन बुढा मलाई यो फलफुल के गर्ने? दुध काजु किसमिस घिउ सबै कुरो मरमसला सबै व्यवस्था गरिदिनु भनेर 4 दिन अगाडिदेखि भनेपछि अहिले आएर हिस्सा बुढी किच्चा दाँत बनाउनुहुन्छ त बुढा। अहिले आएर धोका दिनुहुन्छ मलाई। यति फलफुलले के गर्ने क्या? म निल्नु कि ओकल्नु? यस्तो जाडो चिसो छ, यहाँ सिरा कोडेर बस्न पर्ने भएको छ। घाम लागेको छैन। आज 1 गते धुममा भएको छ। पानी पर्ला हो कि पर्सिको दिन शिवरात्रि छ, अब पानी पर्ला होला। अब यस्तो जाडो दिनमा त के खानु मैले यो फलफुल? कामै छैन बुढा। मलाई अर्थकै कुरो ल्याइदिएर टन्न बनाइदिनु भनेर भन्दाखेरि अहिले आएर यस्तो धोका दिनु हो बुढा। अब यस्तो जाडो छ, यो चुकुन्दर कहाँबाट खाने? के गर्ने मैले? यस्तो चिसो यस्तो धोका दिन हुँदैन नि। मैले हिजो अस्तिदेखि भन्दै यही भएर घरमा बुढाबुढीको झगडा हुने मिल्ती नहुने भनेको कारण यही हो क्या। भनेको कुरै पुरा